रिचरको चाहिँ सिजन 4 चाहिँ साथीहरू रिलिज भइसक्यो आजबाट प्राइम भिडियोमा हिन्दी डबिङमा होइन। अब यसको चाहिँ टोटल 8 एपिसोड चाहिँ छन् साथीहरू। अहिले चाहिँ जम्मा 3वटा एपिसोड मात्रै रिलिज गरिएको छ साथीहरू होइन। यो प्राइम भिडियोले चाहिँ अहिले विकली बेसिसमै सिरिजहरू चाहिँ रिलिज गर्ने गरेको छ होइन। त्यसले गर्दा चाहिँ कति अडियन्सहरूलाई चाहिँ एकदमै बोर फिल हुन्छ होइन, कुरिराख्नुपर्ने हुन्छ लास्टसम्म हेर्नलाई होइन। अब तपाईँहरू चाहिँ अहिले 3 एपिसोड हेर्छु भन्न चाहनुहुन्छ भने चाहिँ प्राइम भिडियोमा गएर हेर्न सक्नुहुन्छ होइन। यदि अब सबै एपिसोड हेर्न खोज्दै हुनुहुन्छ भने चाहिँ अलिक वेट गरेर पछि हेर्न पनि सक्नुहुन्छ साथीहरू होइन। यदि अब नयाँ ज्याक रिचरको चाहिँ नयाँ नयाँ अडियन्स हुनुहुन्छ होइन, यसको चाहिँ पहिलो सिजन, दोस्रो, तेस्रो सिजन चाहिँ हेर्न नहुने साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने यसको चाहिँ सिजन 4 हेर्नुभन्दा पहिला चाहिँ गएर चाहिँ होइन सिजन 1बाटै कन्टिन्यू गर्नु होला। त्यसरी गर्नुभयो भने चाहिँ साथीहरू होइन तपाईँ चाहिँ रिचरको क्यारेक्टरसँग चाहिँ एकदमै कनेक्ट गर्नुहुनेछ होइन। तपाईँहरूलाई चाहिँ एकदमै बोर फिल चाहिँ हुँदैन। र तपाईँहरू यदि 4 सिजन हेर्छु भन्नुभयो भने चाहिँ खासै तपाईँहरूले चाहिँ त्यति बुझ्नुहुन्न क्या। अब पहिलेबाट हेर्नु भने चाहिँ सायद बुझ्नुहुन्छ होइन। अब मैले चाहिँ 3 एपिसोड हेरिसकेँ साथीहरू होइन। मलाई चाहिँ अब 3 एपिसोड चाहिँ कस्तो लाग्यो भन्दा चाहिँ राम्रै छ होइन। तपाईँहरूको चाहिँ टाइम पास गर्छ एकचोटि गएर हेर्नु होला होइन। प्राइम भिडियोमा हिन्दी डबिङमा रिलिज भएको छ है त साथीहरू। भिडियोलाई चाहिँ एकदमै सेयर गरेर मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है त साथीहरू।